हेलो गाइजहरू, हामी दुईजना आइसकेका छौँ झोलुङ्गे पुलमा, केराबारीको झोलुङ्गे पुलमा। केराबारीको झोलुङ्गे पुल यो। हामी झोलुङ्गे पुलमा हिँड्दैछौँ है गाइजहरू। यता यता यस्तो छ। ओ झोलुङ्गे पुलमा हिँड्दै आउँदैछौँ है गाइजहरू। छोरी पनि आछ। छोरी, हेलो छोरी, के छ? झोलुङ्गे पुल कस्तो छ हौ नानी? राम्रो छ। हामी झोलुङ्गे पुल आछौँ है गाइजहरू। हामी यस्तो खुसी भइरहेछन् है। झोलुङ्गे पुल आछौँ है। केराबारीको झोलुङ्गे पुल हरियाली हरियाली छ है गाइजहरू। हेलो गाइज, हाफ प्यान्टमा छ है गाइजहरू। हेलो गाइज। मेरो बाबा त फेरि हिरो पल्टिनुहुन्छ। अनि यहाँ चाहिँ कति राम्रो घाँसहरू छ। अनि यहाँ धानहरू। अनि यहाँ चाहिँ कति राम्रो मौसम छ। घाम लागिरहेको छ। अनि यहाँ हेलो, एकछिन एकछिन। निकै लामो रहेछ झोलुङ्गे पुल। अब त्यहाँ के आइरहेको छ त्यहाँ। पहाड हेलो झोलुङ्गे पुल। हेलो छोरी, कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। झोलुङ्गे पुल ठुलो रहेछ है। फर्स्ट टाइम आएको कि सेकेन्ड टाइम आएको तिमी? फर्स्ट टाइम आएको। तिमी अनि पहिला आएको कि छैनौ? कहिले आयो यहाँ? होइन, यहाँ आएको छैन। कहाँ यहाँ आएको छ त नि? यो केराबारीको झोलुङ्गे पुल हो गाइजहरू। सबै धान खेती रहेछ। यी पहाडहरू, हरियाली पहाडहरू पनि छ। हरियाली पहाडहरू। हेलो, यस्तो छ पुल, खतरा पुल छ। हेलो छोरी, उता नजाऊ। छोरी, उता नजाऊ। यस्तो छ। यता आऊ नानी। नानी आऊ न, यता। झोलुङ्गे पुल निकै लामो रहेछ। झोलुङ्गे पुल निकै लामो रहेछ त हौ गाइजहरू। खोला पनि छ है गाइजहरू। के खोला भन्छ नाम थाहा भएन। केराबारी हो यो ठाउँको नाम चाहिँ। यस्तो छ। छोरी अगाडि जाँदैछन्। रमाइलो भइरहेछ नानी। यस्तो छ है गाइजहरू। केराबारीको झोलुङ्गे पुल हो है गाइजहरू। केराबारीको झोलुङ्गे पुल गाइजहरू। ओ वाउ, हावा चलिरहेछ। सिरिरिरिरिरिरि हावा चलिरहेछ। यी खोला छ। उता घोडा पनि रहेछ है नानी। हेर त घोडा हो। घोडा देख्यौ? कस्तो रहेछ घोडा? कतिवटा छ घोडा? दुईटा छ। ओ माई गड। खोला छ है गाइजहरू। ओ माई गड। Oh my god, खोला
यस्तो छ है खोला ओ माई गड यस्तो छ है खोला ओ माई गड अनि छोरी माछा मार्नु जाने कि नजाने माछा मार्नु जाने माछा त छैन होला जस्तो लाग्छ माछा हेलो गाइजहरू यस्तो छ है निकै लामो रहेछ अझै अझै छ 2-3 स्टेपै छ अझै पनि धेरै लामो रहेछ पुल चाहिँ केराबारीको पुल घोडा पनि छ यी घोडा घोडा छोरी ओ माई गड छोरी के छ ओ माई गड ल गाइज ए लुहाना चाहिँ यहाँ चिप्लिँदै खेल्दैछ है गाइजहरू अब हामी यस्तो झोलुङ्गे पुल झोलुङ्गे पुलमा आछौँ है गाइजहरू यी तपाईँहरूलाई म देखाउँछु भिडियो हामी आज केराबारी घुम्न आएको छौँ छोरी र म यस्तो छ है गाइजहरू हेलो गाइजहरू यस्तो छ है यस्तो छ है गाइजहरू छोरी आउँदैछन् छोरी आउँदैछन् है गाइजहरू हेलो के छ हो ल छोरी यहाँ अब स्विमिङ गर्ने होला ल स्विमिङ गर्ने होला आज स्विमिङ नगर्ने स्विमिङ कस्ट्युमै ल्याएको छैन आज छोरीले ए ल पानी खेल ल ल यस्तो छ है गाइजहरू पुल चाहिँ यस्तो छ पानी पानी खेल्दैछ छोरी पानी खेल्दैछ छोरी ओ के छ रमाइलो भइरहेछ नि यसो हिलो नखेल है माछा मारेको है के हो माछा मारेको पर्दैन छोड्यो घर पानी नभिजाऊ हो गाइजहरू यस्तो छ है छोरी यता हो घडी फुकाला माथि ओ चप्पल बगाउँछ है पानीले खोलाले बगाउला है चप्पल माथि चढ ओ माई गड यता हेर नानी रमाइलो भइरहेछ नि ल रमाइलो भयो यस्तो छ है पुलहरू धेरै लामो पुल रहेछ यो धेरै लामो छ पुल आज केराबारी घुम्न आएको है गाइजहरू यस्तो छ है नानी के गरिरहेछ त्यहाँ माटो नचल त्यहाँ र यता हाई भनिदेऊ खै ओ हाई भनिदेऊ यस्तो छ है यस्तो छ है खोला ओ एकछिन यता हेर त यता देखाऊ ओ माई गड के हो के गरेको ढुङ्गा बगेको ल अलिक बिचाइ पट्याउ न ल हेर त ओ माई गड ल यता हेर छोरी यता हेर खै यता हेर ओ चप्पल बगाउँछ फेरि चप्पल बगायो भने फेरि कहाँ कुद्नु ओ गाइजहरू ल गाइजहरू यहाँ बाहिर चाहिँ काम गर्दै हुनुहुन्छ ढुङ्गा फोर्दै हुनुहुन्छ गाइजहरू ल हेलो ल यस्तो चाहिँ ओ माई गड कस्तो गहिरो रहेछ यहाँ चाहिँ कस्तो गहिरो रहेछ कि गहिरो रहेछ नानी के भयो गाइजहरू के भयो पर्दैन हुँदैन छु ल खै अब
अब माछा मार्ने होला है गाई। ओ गाइजहरू छोरी हेलो। हात आमामा हात ला सबै भिजाएछ नि। ढुङ्गा के गरे अब लौ सबै भिज्छ नानी। हेलो गाइजहरू छोरी पानीमा खेल्दैछ है गाइजहरू। माथि सार यता ल गाइजहरू छोरी खेल्दैछन् पानीमा खेल्दैछन् है। यता हेर नानी यता हेर गाइजहरू। नेपालकै सबभन्दा लामो झोलुङ्गे पुल है गाइजहरू। ल नेपालकै सबभन्दा लामो झोलुङ्गे पुल है। के हो श्रमदान गर्दै बस्या हो के हो ढुङ्गा बोकेर लुवाना श्रमदान गरेको हो। पिस्टल हुन्छ के हुन्छ अब गाइजहरू। यो के खालको ढुङ्गा हो यो चुन ढुङ्गा के हो यो यस्तो चाहिँ गाइजहरू ढुङ्गाहरू। ल अनि नचल्नु घाउ हुन्छ चढ भन घाउ हुन्छ घाउ भयो भन ल हातैमा हानेको छ जस्तो छ है छोरीले। अब छिटो सानो अब घर जानुपर्छ। नजाने किन हो। ल गाइजहरू एकछिन बस्ने भन्छ छोरी पानीमा रमाउनु पाएर हेर न घरै नजाने भन्दैछन्। सबै लुगाहरू भिजिसकेको छ गाइजहरू हेर्नुहोस् है। यो चाहिँ तपाईँको पूर्वदेखि पश्चिम नेपालको सबभन्दा लामो झोलुङ्गे पुल भन्दै हुनुहुन्छ है यो दाइले चाहिँ। यो ढुङ्गा फुटाउँदै हुनुहुन्छ मलाई सोधेको थिएँ। नेपालकै सबभन्दा लामो झोलुङ्गे पुल चाहिँ निकै लामो छन्। ल गाइजहरू छोरी अब जाउँ छोरी आऊ नानी छिटो। नानी आउन छिटो हो जाउँ। पानी पर्यो। के छ पानी खेलेको? ल राम्रोसँग खेल है। अब जानुपर्छ पानी पनि पर्ला जस्तो छ है। हेर त यस्तो छ यस्तो छ है। नानी यता हेर यता नानी हेलो हेलो। नानी हेलो यता हेर्नुहोस् त सबै लुगा भिजिसक्यो नानीको। सानो यता हेर न बाबालाई यता हेर। खै खुसी छौ घुम्नु पाएर? घुम्नु पाएर खुसी भएको यस्तो छ। ल
डुगना हिमाल चढ्दैछ है गाइजहरू यस्तो छ बाँसघारी छन् है हामी यस्तो आएको छौँ है गाइजहरू यहाँ बाबाले मेरो हेल्प गरेर दुइटैबाट मतलब दुइटै केराको झोला बोक्नुभयो ऊ एउटा गाई पनि रहेछ त्यहाँ अनि अझै एउटा गाई रहेछ क्यामेल हो कि लायन हो थाहा छ गाई नै रहेछ अनि मेरो बाबाले चाहिँ हेल्प गरेर हेर्नु न अनि यहाँ धानको चाहिँ पुरै पानी पसेर बाबा कस्तो कान बन्द भयो यहाँ आउँदा आउँदा कान पो बन्द हुँदो रहेछ अघि भएको थिएन अहिले हुँदैन अनि यो हिमालहरू पहाडहरू मेरो बाबा कति छिटो जानुभएको क्या बाबा मुनि झऱ्यो मोबाइल हुन्छ अहिले एकछिनमा गरौँ अहिले मेरो हात गल्यो त्यही भएर